वेलकम टु एनदर भ्लग न्यू डे न्यू भ्लग। तर यो चाहिँ मैले सुरुवात चाहिँ ढिलो गरेँ होइन, 4 बज्यो भन्दा भयो होइन, 4 बज्न आएर 3:30 भयो। छुट्टीको समयमा यस्तै उठाइ 2-3 बजी हो। अनि अहिले चाहिँ म टक्कसँग उठेर हराइरहेछ होला। अनि खानासाना खाएँ, नुहाइधुवाइ गरेर चर्चजान आँट्यो है। लिफ्ट पर्खिनुपर्छ अनि चर्चजान आँट्यो हो। अब गाडी आउँदैछ तल झर्ने। काका र साथी पनि आउँदैछन् काका अनि साथी। त्यस पछाडि आज महिनाको पहिलो हप्ता भोज जाँदैछौँ। लेट्स इन्जोय द भिडियो। छोटो आउँछ, धेरै लामो पनि आउँदैन। धेरै लामो हाल्न एडिट गर्न पनि अप्ठ्यारो हुन्छ कि सायद यति लामो गर्न पनि उयो हुन्छ नि, त्यही भएर ओके हात गऱ्यो मेरो एकैछिनमा। सो इन्जोय द भिडियो। हाम्रो गाडी आइसकेको होइन, चस्मा बोक्न बिर्सेछ। घाम आयो नि त, घाम आँखामा पर्यो होइन, अनि थाहा भयो चस्मा बोक्नुपर्छ भन्ने कुरा मलाई। गाडी आयो कि भने होइन रहेछ, हाम्रो गाडी रुङ्नुपर्छ। लक्ष्मण र काका आँखामा घाम टक्क आयो क्या। यता कता कालो आउँछ नि त, अनुहार कालो आउँछ। कुन्ताको गोरो मान्छे त्यस्तो गरेर हेर। तिमीभन्दा म गोरो देखिन्छु होला नि, अहिले भरे हेर्छु ल। तिमी गोरो आयो भने फेरि म काट्छु। गाडीको वेटिङमा हामी छौँ है। 3 hours later. Can you move it along? I'm all out of time. हामी जाँदैछ। हामी बस्ने भनेको जहिले पछाडि नै हो। लक्ष्मण यता साइडमा हो। कस्तो हेन्सम आउँदो रहेछ लक्ष्मणले। त्यहाँबाट मलाई खिच्दा त कतिको हेन्सम आउँछ क्यामेरा छैन। के को भिडियो युट्युबको लागि हो? अलिक यो हो न, कन्टेन्टहरू चाहिँ अलिक फ्रेङ्कली हो क्या। तिमी छोड्थ्यौ, चुप लागि बस्छ नसम्झाऊ मलाई। सुरुमा एकैचोटि कहाँ हुन्छ त होइन, टाइम लाग्छ। युज टु हुनु परेन मान्छे। अनि त्यही भएर डेली हेरौँ है, बिस्तारै अल्सो युज टु भइहाल्छु नि म। सुरुमा त भइहाल्छ नि, अलिकति अनकम्फर्टेबल अनि केही छैन, हुन्छ होला। युज टु हुन्छु म। पर्खिँदै उठाउनुपर्छ, जानुपर्छ होइन, उठाउँदै 1 hour later. हामी मिङ्रामा छु म होइन। चर्च आइपुग्यो। चर्च उता छ। चिया खाने ठाउँ हाम्रो यहाँ अड्डा छ। चिया कफी निद्रा लाग्छ नि त, सुतेर उठेर आएको। त्यही भएर चिया खान हामी आएको। हामी चिया खानु छिर्दैछौँ। यहाँबाट चाहिँ मैले भिडियो रेकर्ड गरिनँ, अनि अलिकति अनकम्फर्टेबल पनि थियो। त्यही भएर यसमा मैले भोइस ओभर गरेको छु। यो चाहिँ हाम्रो सेवाकाईमा बसेका थियौँ। अनि त्यस पछाडिबाट हाम्रो सङ्गति सुरु भयो। अनि त्यस पछाडि हाम्रो यो चर्च चाहिँ मुसाफा भन्ने ठाउँमा छ। यहाँ उदाबीको नवजागृति नेपाली मण्डली अनि हाम्रो सेवाकाईहरू छ। त्यस पछाडि आराधनाहरू छ। अनि तपाईँ त्यस पछाडि इन्जोय गर्नुहोस्। फेरि
अनि चाहिँ त्यस पछाडि पनि मैले भिडियो रेकर्डै गरिनँ अनि बिर्सेछु भन्दा पनि हुन्छ, बिर्सेछु मैले। अनि अलिकति त्यस्तै त्यस्तै भयो अनि अलिकति अब आफू के भन्छ अलिकति युज टु पनि छैन नि त। सो सेकेन्ड टाइम हो अनि त्यही भएर यहाँ पनि म यो गाडीभित्र पनि आउँदै गर्दा यो चाहिँ फर्किँदा हामी घर आइपुग्न आँटेको थियौँ अनि हामी आइपुग्न आँट्दाको यो भिडियो चाहिँ। अनि त्यस पछाडि हामी गीत गाउँदै आयौँ अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ। अनि यो चाहिँ हामी आउँदाखेरि बसमा सबैजना मिलेर गीत गाउँदै आउँछ, तर त्यतिखेर मैले धेरै पनि गीत गाइनँ। अनि यो चाहिँ आइपुग्न आँट्दाखेरिको हो अनि थोरै हामी गीत गायौँ अनि त्यस पछाडि आयौँ। अनि मैले बिचमा चाहिँ बिर्सिहालेछु क्या अनि भिडियो गर्न पनि बिर्सेछु। अनि यो पनि गाडीमा लक्ष्मणले सम्झायो मलाई। अनि त्यस पछाडि चाहिँ मैले कन्टिन्यू गरेँ अनि हामी गीत गाउँदै आयौँ अनि मैले भिडियो पनि बनाएँ थोरै। मायाको साइनो छ साइनोले बिरायो झन् पागल बनायो जान दिए तिमीलाई। साइनोले बिरायो झन् पागल बनायो जान दियो तिमीलाई। बरिलाई 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 जान दिए तिमीलाई। बरिलाई 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 जान दिए तिमीलाई। यति भन्दै हाम्रो गाना भ्लग सकिएको छैन, म कन्टिन्यू गर्छु अहिले एकछिनमा फेरि। हुन्छ अरू कुनै गाउनु छ गाउने? हजुर 162 162 होला हौ। ए होइन गाउँ सोरे ए 162 ए होइन हौ 326 कृतज्ञ भई शिर झुकाई जीवन चलाउन आएको छु। अमूल्य भेटहरू के छ र जीवन मेरा अर्पेको छु। जीवन मेरा अर्पेको छु। मनलाई खिच्ने टाढो जाँदा प्रेमलाई बोले घायल हुन्छ मन प्रभुको। टाढो जाँदा प्रेमलाई बोले घायल हुन्छ प्रभुको। हुन्छु नजिक नजिक तिम्रो नै सक्दिन म जान टाढो। हुन्छु नजिक नजिक तिम्रो नै सक्दिन म टाढो जान। कृतज्ञ भई शिर झुकाई जीवन चढाउन आएको छु। अमूल्य भेटहरू के छ र जीवन मेरा अर्पेको छु। जीवन मेरा अर्पेको छु। मनलाई खिच्ने वैभव जगतका विलास बन्ला बाधक मेरा। मनलाई खिच्ने वैभव जगतका विलास बन्ला बाधक मेरा।
A few inches later. गाइज हाम्रोमा लक्ष्मण पनि हेप्न थालेछ मान्छेलाई अनि केही गर्नु पर्यो गाइस के गर्नु पर्यो लक्ष्मणलाई बचाउ कार्यक्रम हुनु पर्यो लक्ष्मण पहिले कस्तो थियो भनेर भन्ने त लक्ष्मणको बारेमा लक्ष्मण सोच्दै थियो बोल्दै बोल्दैन त आज बोले कि पोल्यो लक्ष्मण बोल्यो कि पोल्यो बोल्दिन अब हाँ? बोल्ने मान्छेलाई नि नबोल्ने के हो यस्तो भन त हाँ? तिमी बोल्दैनौ कता नि क्यामेरा देखेर सुनाइदेऊ त बोल्छ तिमी बोल्दैनौ तिमी बोल्दैनौ कस्तो बोल्नु कहिले बोल्दैनौ होइन मतलब अब म पहिले त्यसै भन्थेँ लक्ष्मणले तिमी सबैजना बोल्दैन उयो गर्छ भने चाहिँ बोलेपछि थाहा हुन्छ भनेको थियो कि किन होला त करेक्ट बोल्दैन बोलिसकेपछि सबैको चुप हो धेरै सोच रिप्लाई पनि यस्तो रिप्लाई दिन्छ कि त्यो धेरै सोचेर त्यसको एन्सर फर्काउनु पर्छ क्या खडा दिन्छ खडा कडा कडा कि कडा म बोल्दिन अब त खै त्यो भनेको त तिमीले कति भइसक्यो अस्ति नै मलाई भन्दैन म बोल्दिन अब अहिले भन्यो नि त अस्ति नै अस्ति नै भन्दैन कति हामीलाई त झन् कति थियो बोल्दिन न गर्दै थियो हामी अलवादादेखि लाग्यो अब यहाँ दिदीलाई छोड्नु छ एमबिसी नेपाल एमबिसीमा त्यस पछाडिदेखि अनि हाम्रोमा कस्तो आइरहेछ मलाई पनि थाहा छैन है मैले भिडियो इन्डिङको भिडियो गर्नै बिर्सेछु भाइ भन्नेलाई एडिट गरिसकेँ लास्टमा हेर्दैछु इन्डिङै छैन सो 3 जनवरी 2026 को यो दोस्रो भिडियो अनि मैले चाहिँ 2 डिसेम्बरबाट सुरु गरेको बेला दोस्रो दिनको मेरो दोस्रो भिडियो अनि यहीँ सकिएको छ खासै राम्रो त छैन इन्जोय ठिकै छ अब राम्रो त के भन्नु तर बिचमा अलिकति अब त्यो हुन्छ नि मतलब त्यत्रो युज टु छैन म भिडियो गर्नलाई अनि त्यही भएर त्यस्तो मजाको पनि छैन बिस्तारै हिजोभन्दा मैले अलि हेर्दैछु अहिले अलिकति इम्प्रुभ आज थोरै देख्दैछु मेरो लागि चाहिँ है तपाईँहरूको लागि हेरेर यसो तपाईँहरूले रिभ्यू दिनु होला कमेन्ट गर्न सक्नुहुन्छ के कसो लाग्यो लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला कमेन्ट गर्न नभुल्नु होला म कमेन्ट पढ्नेछु मिठो मिठो कमेन्ट हिजोको पनि पढ्दै थिएँ मैले अलिअलि दामी छ यताउति ठिक छ ओके बाई सी यू नेक्स्ट भिडियो भोलि फेरि आइतबार हो अनि कहीँ गयो हुन्छ जस्तो मलाई लाग्दै छैन सो भिडियो आउँछ आउँदैन थाहा छैन कोसिस गर्नेछु मैले आफैलाई एउटा उयो त गरेको छु भोलिको भिडियो गर्छु है भनेर नभए यत्तिकै बोलेर पनि हाल्छु नि के भएको छ र होइन ओके गाइज सी यू अन नेक्स्ट भिडियो till then bye bye have a good night good day bye